घरमा विश्वासी भएपछि म दिनमा 3 पल्ट प्रार्थना गर्थे। एक दिन 2 ताले मेरो घरमा, काठको घरमा प्रेयर म प्रार्थना गर्दै थिएँ तालामाथि। अचानक फेरि प्रेयर मेरो आत्माले यात्रा गर्न थाल्यो। म विश्वास भएपछि मेरो आत्मा निस्केर गयो। अब म हेर्दैछु, म जाँदैछु, उकालो 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 जाँदैछु, मेरो शरीर तल छोड्यो। मैले हेर्दैछु तल छ मेरो शरीर, अचम्म लाग्दैछ। मेरो शरीरलाई मैले तलै छोडे, म जाँदैछु उकालो। म कहाँ गएको मलाई थाहा छैन। गएको धेरै माथि पुगेपछि एउटा ठुलो चट्टानमा म गएर बसेँ त्यहाँ। अनि देब्रेपट्टि कालो कालो छाया छ, डरलाग्दो अन्धकार छ। दाहिनेपट्टि चाहिँ सेतो, हेर्नै नसक्ने सेतो छ, बिचमा चट्टान छ। म त्यहाँ उभिएँ। अनि म अब कन्फ्युजमा छु, म कहाँ आएँ? मेरो शरीर त तलै छोड्यो। हेर्दैछु म तल पृथ्वीमा, म त तलै छु, मेरो आत्मा चाहिँ माथि छ। के होला यतापट्टि कालो छ, के होला यतापट्टि सेतो छ, बिचमा यो ढुङ्गा छ, चट्टान छ। म यहाँबाट अड्किएँ, कहाँ आएँ मलाई थाहा छैन। अनि एकछिनमा कालो आवाज, कालो जग्गाबाट प्रेयर एउटा आवाज आयो, आया अथा बचाऊ, पानी पानी मलाई बचाऊ, आया। प्रेयर एउटा डरलाग्दो आवाज म सुन्दैछु। हेर्दैछु त्यो कालोपट्टि, हेर्दैछु कोही आकृति आउँदैछ, मैले चिनेको जस्तो छ। एकदम नजिकमा म हेर्दैछु। केही क्षणमा आएपछिदेखिलाई प्रेयरहरू मैले चिने त्यो आकृति। त्यो आकृति मैले चिने। मैले आजभन्दा धेरै वर्ष प्रेयर हराएको मेरो आमा प्रेयर मैले त्यो अन्धकारभित्र मैले देखेँ। मेरो आमा मैले प्रेयर चिने। अनि मैले प्रश्न गरेँ, आमा तिमी यहाँ कहाँ छौ? तिमी यो कुन जग्गामा छौ र के गर्दैछौ? आमाले भन्नुभयो, छोरा म मरेको दिनदेखि म त नर्ककुण्डमा छु। म एकदमै मात्रामा जलिराखेको छु। छोरा मलाई पानी खुवाऊ, मलाई बचाऊ छोरा। प्रेयर आमालाई मैले धेरै वर्षको बादमा प्रेयर त्यसरी देखेँ। अनि त्यहाँदेखि प्रेयर अब आमालाई छाम्न खोज्छु, आमालाई माया गर्नु खोज्छु। त्यो त छाया हो अन्धकारभित्र। प्रेयर मलाई धेरै गाह्रो पर्यो। अनि त्यहाँदेखि मैले प्रेयर यसरी प्रेयर फेरि प्रश्न गरेँ, आमा तिमी चाहिँ के गर्दैछौ? तिमीलाई किन यस्तो भयो? प्रेयर आमासँग बात मार्दै गर्दाखेरि आमाले मलाई यसरी भन्नुभयो, छोरा तैँले पनि तेरो प्रभु यीशु मसीहलाई प्रार्थना गर्दैन मेरो लागि? म पनि बाँच्न चाहन्छु, म पनि शान्ति पाउन चाहन्छु, मेरो आत्मा बाँचेको म चाहन्छु। छोरा तैँले यीशु मसीहलाई प्रार्थना गर्दे। मेरो आमाले प्रेयर मलाई त्यो अन्धकारभित्रबाट प्रेयर रिक्वेस्ट गर्नुभयो। त्यहाँदेखि मैले बुझेँ यतापट्टिको चाहिँ अन्धकार चाहिँ नर्ककुण्ड रहेछ, यतापट्टि सेतो भएको छ पक्का पनि स्वर्ग हो। प्रेयर म सेतोपट्टि गएँ चाहिँ घुँडा टेकेँ। अनि घुँडा टेकेर मैले नेपालीमा प्रार्थना गरेँ, हे प्रभु यीशु मसीह, मेरो आमा त नर्ककुण्डमा जल्दै रहेछ, मेरो आमाले त नर्ककुण्डमा दुःख पाइरहेको रहेछ। मेरो आमालाई प्रभु तपाईँले बचाउनुहोस् न, मेरो आमालाई शान्ति दिनुहोस् तपाईँले भनेर मैले प्रेयर नेपाली भाषामा प्रार्थना गर्दाखेरि प्रेयर त्यो प्रार्थना सकेको बादमा आकाशबाट प्रेयर एउटा आवाज, रिसाएको आवाजले मलाई यसरी भन्यो, हे मेरो छोरा, संसारमा हुँदाखेरि तेरो आमालाई मैले धेरै धेरै मेरो वचन पठाएँ, धेरैजना पास्टर्सलाई मैले पठाएँ वचन मेरो वचनको साथमा। तर तेरो आमाले मलाई विश्वास गरेन। तेरो आमाले मलाई विश्वास गरेन। उसले संसारका कुरालाई उसले पूजा गरी बस्यो। त्यसै कारण गर्दा तेरो आमालाई म चाहेर पनि बचाउन सक्दैन भनेर प्रेयर त्यो एउटा आवाज मैले सुने। अनि त्यो आवाज चाहिँ प्रेयर माथि स्वर्गबाटको आवाज थियो प्रेयर। हालेलुया। प्रेयर म अनि कालोपट्टि फर्केर गएँ। अनि कालोपट्टि फर्केर गएपछि मैले त्यो आकृतिलाई फेरि देखेपछि मैले यसरी भने, आमा तपाईँलाई यीशु मसीहले बचाउन सक्नुहुन्न, कारण तपाईँ चाहिँ संसारमा हुँदाखेरि तपाईँले धेरै धेरै तपाईँले प्रभु यीशु मसीहको वचन सुन्नुभयो, तर प्रभु यीशु मसीहको वचनलाई तपाईँले विश्वास गर्नु भएन अरे। अनि प्रभु चाहिँ धेरै रिसाउनु भयो तपाईँसँग। तपाईँले उहाँको वचनलाई विश्वास नगरेको कारणले गर्दा तपाईँलाई उहाँले बचाउन सक्नुहुन्न भनेर प्रेयर मैले त्यो उत्तर आमालाई दिएँ। अनि आमा धेरै प्रेयर त्यो अन्धकारभित्र रुनुभयो। अनि फेरि आया आथा भन्दै भन्दै प्रेयर मेरो आमा त्यो कालभित्र हराएर गयो प्रेयर। अनि अचानक प्रेयर म फेरि आत्मामा तल झरेपछि मेरो शरीरभित्र मेरो आत्मा पस्यो प्रेयर। त्यहाँदेखि म बेउतेपछि प्रेयर भुइँ ठटाएर म रुन थालेँ।
म रुएँ, हे प्रभु पहिला त मेरो आमाको शरीर मात्रै मरेको थिएछ, म रुन्थेँ, तर आजदेखि मलाई थाहा भयो मेरो आमाको त आत्मा पनि मरेर गएछ। प्रभु म के गरौँ, अब के गरौँ भनेर म प्रेयर पुरा पुरा प्रेयर म रोएँ, म डाको छोडी छोडी रोएँ, धेरै दिनहरू प्रेयर म रोएँ। मेरो आमा प्रेयर नर्ककुण्ड गएकोमा प्रेयर म धेरै रोएँ। भुल्ने ट्राई गरेँ प्रेयर, मलाई धेरै गाह्रो पर्यो प्रेयर, मेरो आमा प्रेयर आत्मामा मरेर गएकोमा धेरै गाह्रो पर्यो। अनि आज मैले मेरो छातीमा प्रेयर पत्थर राखेर मैले यो गवाई भन्नुपर्छ कि मेरो आमाको प्रेयर शरीरमा पनि अनि आत्मामा पनि प्रेयर मृत्यु भएछ। बिर्सिने प्रयास गरेँ। केही वर्षको बादमा म दार्जिलिङबाट सिलगढी झरेँ। प्राय मैले बिर्सिसकेको थियो घटना। अनि 2003 मा म थाइल्यान्ड अनि मलेसिया र सिङ्गापुरको यात्रामा निस्केँ मेरो पास्टरज्यूहरूसँग। अनि मलेसियाको एउटा ठुलो होटलमा, धेरै ठुलो एकदमै त्यहाँको फेडरल होटल, मलेसियाको सबैभन्दा पुरानो सबैभन्दा दामी होटल भनौँ, त्यहाँ प्रेयर हाम्रो मिटिङ चलिराखेको थियो। अनि प्रेयर मिटिङको 5औं दिनमा म मेरो श्रीलङ्काको साथीसँग एउटा कोठामा सुतिराखेको थिएँ। 4 बजे बिहानतिर म प्राय बिउतिन लागिराखेको थिएँ। आकाशबाट प्रेयर, आगोको लपकाहरू आयो, फेरि आगोको मुस्लाहरू आयो आकाशबाट। म हेर्दैछु आकाशबाट आगोको लपकाहरू आउँदैछ, मुस्लाहरू आउँदैछ। केही समय त्यो आगोभित्र फेरि म सुन्दैछु, आया अथा आया मलाई बचाऊ, पानी पानी भन्दै प्रेयर, आगोको लपकाहरू आएको प्रेयर मेरो सामनेमा मैले देखेँ। अनि त्यो आवाज मैले चिनेको आवाज हो, चिर परिचित आवाज हो। त्यो आवाजसँग म परिचित छु। कसको आवाज म सुन्दैछु? प्रेयर। लास्टमा त्यो आगोको ज्वाला मेरो सामनेमा आएपछि मैले थाहा पाएँ प्रेयर त्यो आवाज फेरि मेरो आमाको थियो। प्रेयर म धेरै असहाय भएँ त्यति बेला। मैले मेरो आमाको आवाज सुने, फेरि मैले यसो फेरि प्रश्न गरेँ, आमा तपाईँ कहाँ हुनुहुन्छ? आमाले भन्नुभयो, छोरा म त जलिराखेको छु, म आगोमा जलिराखेको छु छोरा, जब संसार मैले छोडेँ। मलाई बचा छोरा, मलाई पानी दे। प्रेयर मैले आमालाई भने, आमा म केही गर्न सक्दिनँ, म केही गर्न सक्दिनँ। आया र आथा चित्कार थियो प्रेयर, आमालाई समाउन खोज्छु, म सक्दिनँ। कति असहाय छु, कति गाह्रो कुरा छ मेरो जीवनमा। एक त 38 वर्षको उमेरमा आमाले छोड्नुभयो, 16 वर्षको जवान हुँदा। किन यो असहाय आगोभित्र मेरो आमा, मेरो प्यारो आमा। प्रेयर थियो, आगो निस्केर गयो, धेरै माथि 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 आगोले यात्राहरू गर्यो। मेरो त्यो आगो सँगसँगै मेरो आत्मा निस्केर गएपछि प्रेयर इन्डिया पुग्यो। इन्डिया पुगेपछि दार्जिलिङमा चुलाभित्र त्यो आगो हरायो प्रेयर। मेरो त्यति बेला पापाले पूजा गर्थ्यो अनि आमाले सँगै पूजा गर्थ्यो। त्यही चुलाभित्र त्यो आगो पस्यो अनि मैले यसरी ओह्रालो हेरेँ, चुलाभित्र त्यो आगो हरायो। अनि मैले सुने, आया अथा पानी भन्दै प्रेयर, चुलाभित्रै त्यो आगो हराएर गयो। प्रेयर बेउते म बहुत रोएँ, सिरानी समातेर प्रेयर म रोएँ। आमा किन किन तपाईँले संसारमा हुँदा किन विश्वास गर्नु भएन? प्लिज मम्मी, म तपाईँलाई केही गर्न सक्दिनँ। प्रेयर म धेरै रोएँ। मेरो श्रीलङ्काको साथीले मलाई सम्झायो। यति मात्रै 2003 मा 4 बजे बिहान प्रेयर हाउस मलेसियामा 12 घण्टा प्रार्थना गर्दा गर्दाखेरि प्रभुको आत्मा आएर, छोरा तिमी 15 वटा देशमा चाहिँ जानैपर्छ भनेर भन्नुभयो। अनि म अमेरिकामा आज छु प्रभुको अनुग्रहमा। प्रेयर मेरो मम्मीलाई म क्लास 2-3 पढ्दाखेरि पास्टर आमोस अनि मेम कमान दार्जिलिङमा हुनुहुन्छ, 80 वर्षलाई पुग्नुभयो। त्यो पास्टर बाउले आएर धेरै प्रचार गर्नुहुन्थ्यो, धेरै प्रचार गर्नुहुन्थ्यो मेरो मम्मीलाई। मेरो आमाले प्रचार सुन्नुभएको, तर मेरो मम्मीले प्रेयर विश्वास गर्नु भएन। गाह्रो लाग्छ प्रेयर, तर म केही गर्न सक्दिनँ। तपाईँहरू इसाई भइसकेकोहरूलाई पनि म यो कुरा भन्न चाहन्छु, तपाईँ ढुक्कै नपर्नुहोस् म इसाई भए म चाहिँ स्वर्ग जान्छु भनेर। तपाईँहरू अइसाईहरू इसाईहरू दुवैजनालाई हजुरलाई यो ज्ञात रहोस्, तपाईँको भुटान भएको आफन्त, नेपाल भएको आफन्तहरू र अमेरिकामा भएको आफन्तहरू जो प्रभुमा आउँदैन, हालत मेरो आमा जस्तै नै हुन्छ। प्रेयर
यो 100% प्रियहरू सत्य हो। त्यो कारण तपाईँहरूले तपाईँको आफ्नो मानिसहरूको निम्ति बचाउनुको निम्ति उहाँलाई प्रभुमा ल्याउनुको लागि कतिसम्म आँसु बगाउनु भएको छ, कतिसम्म वास्ता गर्नुभएको छ। यो चाहिँ प्रियहरू आज यो सन्देशको लागि हुनसक्छ परमेश्वरले तपाईँलाई तपाईँहरूको अगाडि मलाई प्रियहरू ल्याउनु भयो।